तो चलिए शुरू करते हैं। मधुत खाने बच्चा हो र बेबी भनेको? बात तो सही है। तिमीले मलाई छोडेर यसलाई रोजेको हैन? अब यसलाई नै भन बेबी। त्यस्तो हैन के बेबी, टमी मेरो साथी मात्र हो के? अच्छा। अनि साथी मात्रै हो भने यो तिम्रो भाइको भेना चाहिँ कसरी भयो त? ऊ मेरो भाइ हैन के? मेरो भाइ छैन थाहा छैन तिमीलाई? अनि को हो त यो डल्ले? अरे बाबा! हिम्मत कसरी भयो मलाई डल्ले भन्ने? चिना छस् म को हो? चिन्या छैन त बाबु? को हो तिमी? डल्ले संघको अध्यक्ष हो? बेबी सरी अनि को हुनुहुन्छ त उहाँ महाशय? तिमीलाई रिया थाहा छ मेरो साथी? थाहा छ जसको सिल्की कपाल छ अनि गुलाबी ओठ छ त्यही हैन त? अब तू गया बेटा। तिमीलाई त मलाई भन्दा धेरै थाहा रहेछ त। थाहा भइहाल्छ नि, तिमी जतिखेर पनि त्यहीसँग टिकटक बनाउँछौ अनि थाहा हुँदैन त? त्यही रियाको भाइ हो? हैन रियाको बचपनको साथी छ कि दीक्षा भन्ने हो, उसको चाहिँ भाइ हो। ए त्यसो भए यो कुकुर मेरो मतलब यो टमी र त्यो दीक्षाको लभ पर्दैछ हो? हो, तर म दीक्षालाई जति माया गर्छु त्यति नै माया आफ्नो बेस्ट फ्रेन्डलाई पनि गर्छु, बुझिस? वाह क्या लड़का है। ये क्या बक रहे हो मादरचोद? साले तेरो आफ्नै जेफ रहेछ त, आफ्नो जेफलाई